चुप्दिनु खोजिदिँदो रहेछ बाइकै। मत्तीका मान त साइको सो हे व्हाट्सअप गाइस, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु होइन। अहिले चाहिँ म छु धमौलीमा सर र यो धमौली सर सानो छोटो मिठो राइड हाल्नुपर्छ। हामी यहाँबाट चिरो हुन्छ तर आफ्नो आमाको त्यहीँ छ, त्यही भएर हामी बसेर होइन हामी फेरि अब सर र लाएर धमौलीको बन्दै गरेको पुलतिर जानेवाला छौँ। यसो सर र यसो नाइटमा चिसो हावा खानको लागि हामी हिँड्नेवाला छौँ होइन। अब फेरि हामी यहाँबाट घुम्नेवाला छौँ बाइक हो साइको पुल कस्तो दामी देखिरहेको होइन। अब यहाँ अफरोड छ, हल्का बिस्ता हान्नुपर्छ हामी होइन। पुल वा चेक के क्वालिटीमा खै कस्ता त हजुर। पुल चाहिँ यो चाहिँ बाबाले बन्छ होला जस्तो लागिरहेको छ। गाई चाहिँ पुलमा जाने बाटो छैन रहेछ क्या अब उतातिरबाट क्या। यहाँबाट छ मलाई थाहा छ होइन, तर उतातिरबाट चाहिँ पुलमा जाने बाटो छ कि छैन भन्ने कुरो टेन्सनमा छु म होइन। हामी चाहिँ ट्याक लाएर गए ट्याक लाएर म पनि यतै जाने हो गाई होइन। पुल बन्दै रहेछ पुल। वा दामी नो इन्ट्री भनेर रहेछ गाइस, नो इन्ट्री। वा पुल हेरौँ न पुल। यहाँ यसो जान पाइन्छ पाइँदैन हामी यहाँसम्म। वा कस्तो दामी बनाउँदैछ पुल है। हामी चाहिँ यहाँबाट अब फर्क्यौँ तर दामी छ। हामी चाहिँ उता नो इन्ट्री गरेको छौँ। अब नो इन्ट्री हुनुपर्छ हामी भित्र। हामी चाहिँ यहीँबाट फर्किने हो। यस्तो दामी देखेको रनिङ हान्न नमिल्दो रहेछ। म चाहिँ बिहान चाहिँ रिल हान्न आएको थिएँ भित्र, अनि मलाई चाहिँ नाउभित्र भनेर आएको थियो, त्यही भएर म चाहिँ भित्र गइनँ। अहिले चाहिँ म यहीँबाट फर्किएँ होइन। ट्र्याक्टर मजा रहेछ। बाटो ट्र्याक्टरै उक्लिन्न क्या हो। लगाइ ट्र्याक्टर पछि हामी यहाँ बस्न पनि गाह्रो भइसक्यो। ट्र्याक्टर उक्लिएन भने अर्को तनाव पनि हुन्छ फेरि सुर्सुतै हो। यहाँ चाहिँ यस्तो बनाइराखेको होइन, त्यहाँ पुरा यो पहिरो जान्छ भनेर त्यहाँ पुरै उयो भने त घर कस्तो रिक्स छ क्या त्यहाँनिर चाहिँ। अनि त्यो पहिरो जान्छ भनेर त्यहाँनिर चाहिँ मालहरू हाल्दै हुनुहुन्छ। यहाँ चाहिँ बाटो हिलै छ। अहिले बेलुका गरेर हिँड्नुपर्छ हामीले होइन। त्यो दामी होइन, यहाँबाट त्यहाँ जान पनि मिल्दो रहेछ कि। खै कस्तो हिलो बाटो। यहाँ चाहिँ तल माथिको भ्यू दामी देखियो माथि होइन। यो चाहिँ कता जाँदैछ कतै नजाँदैछ माथिको भ्यू। तलको पुलको भ्यू यहाँबाट पनि देखिन्छ गाइस मिक्सो पारामा। पुलको भ्यू हेर्नु, पुल त्यहाँ बन्दैछ त्यत्रो लामो। अनि यहाँ चाहिँ बिचमा चाहिँ दुईवटा बनाएको छ। यो चाहिँ माथिको भ्यू। मालहरू चाहिँ त्यहाँबाट पनि उठाउँछ हेर्नु। यस्तो उठाएर खोला चाहिँ एउटा यहाँबाट गएको, एउटा त्यहाँबाट गइरहेको छ। हामी चाहिँ अस्ति ड्रोन सट हान्न गएको चाहिँ उता हो कि यहाँबाट जाने होइन कि त खोला तर्नै सकिएन कि उयो जुन यो बिचको खोला छ नि वहाँबाट आएर कहाँ हो यो बिचको खोला तर्न नसकेर टिप्पर जाँदो रहेछ। टिप्पर आउँदैछ, छिर्छ होला नि मस्त भित्र छिर्छ होइन। राइड टिप्पर हान्दिनँ हुन्छ चलाउनु दियो त यसो दाइ चलाइदिनु यसो भन्दैन हुन्थ्यो, मजा हुन्थ्यो नि होइन। त्यो पुल छ ट्याक्क हान्छ वहाँ ऊ देखियो होला नि रातो मन्दिर जस्तो हो। त्यहाँ गएर चाहिँ अस्ति चाहिँ एक ड्रोन सट हान्ने थियो तर बवाल भन्यो। यो पुल चाहिँ कहिले रेडी हुन्छ होला, टाइम त लाग्छ गाइस। अझ त्यो फ्रेम बनाउँदैछन् बाहिरको, वेल्डिङ सोल्डिङ हामीले कहिले हो थाहै छैन है, कहिले हुन्छ वेल्डिङ सोल्डिङ। यो माल चाहिँ लिएर आएको चाहिँ कहाँबाट भन्ने कुरो कन्फ्युजमा छु म। यसो अलि अगाडिसम्म जाऊँ यसो हेर
भिडियो यता एक राइड टिप्पर एक राइड हाल्न दिनु न भनिदियो क्या यो चाहिँ कहाँ जानु रहेछ मास्टर यार ओ यहाँ चाहिँ कहाँको बाटो रहेछ वाउ बबाल गाइस बबाल गाडी त हानिरहेको छ टिप्पर त हानिरहेको छ तर धेरै भयो टिप्पर नहानेको नि तर दिँदैनन् होला म भन्दिनँ भयो है अब टाढै जान्छ होला टिप्पर म फेरि खासै टाढा जाँदिनँ तर धुलो चाहिँ खुवायो बिचराले मलाई बहुत अब ओभरटेक हानु नि कताबाट ओभरटेक हानौँ होइन अलिक बिस्तारै हिँड्नु ठ्याक्क माथिको भ्यू हेर्दै आज चाहिँ छोटो मिठो एउटा तपाईँहरूलाई क्लिप बनाउनको लागि भनेर आएको अँधेरो भइसक्यो लगभग 6 बजिसक्यो अहिले मेरो चाहिँ टाइम चाहिँ हल्का बिग्रिरहेको छ गाइज है तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला मलाई एकदमै होइन सपोर्ट हालिदिनु लाइक कमेन्ट सेयर गरिदिनु भिडियो हेरिरहनु भयो भने ठिकै छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पऱ्यो नबिर्सनु होला गाइस छैन टिप्पर चाहिँ धुलो उडाउँदै कुदेर हामी माथिसम्म पुगेर आइदिउँ नि हो कि क्या हो तर त्यहाँबाट छिर्ने बाटो कहाँ हो मलाई पनि थाहा छैन गाइस होइन हो टिप्पर चाहिँ कहाँबाट ल्याउँदो रहेछ माल त्यत्रो माल बोक्दा बोक्दा त्यो कति हैरान भयो होला त्यहाँ यार पहिरो गयो भने लास्टै रिक्स छ नि त त्यही भएर हाल्न त पर्छ पहिरो गयो भने त त्यहाँ त घरसर घर त डाँडै झरिदिन्छ त्यहाँ है त्यही भएर यस्तो रिक्स छ रिक्स धेरै छ त्यहाँ त्यही भएर यो टिप्परले माल चाहिँ यहाँबाट उठाएर रहेछ क्या हो यसो हेर्न आइदिनु सक्छ होइन हो खोलामा डोजर पनि गएर रहेछ खोलाबाट हो खोलाबाट त होइन होला यसो सर र यो माथिको भ्यू हेर्न आइदिएको गाडी छैन बर हुने होला त्यो भ्यू यो गाडीको त अब नम्बर प्लेट पनि खासै नदेखिया रहेछ तर उ त्यहाँ माथि चाहिँ देखिया रहेछ एक साइडमा हल्का तलको बन्दा नम्बर प्लेट छैन टिप्परको साउन्ड घ्याथ्रा घ्याथ्रा आयो होला गाडी चाहिँ है ओ अर्को टिप्पर नै आउँछ दनादन माल ओसारी आहान गाई टिप्परहरूले चाहिँ है पानी कारण त्यहाँ क्लोजली भएको कि अर्को मान्छे के हो र आएन साइड पनि ठाउँ रहेछ मिठो होइन त्यो बाटो हिजो छ क्या होइन ओ माई गड बाटो त बरै हुँदो रहेछ नि त्यहाँ त खै ओहो बाइक त टुलुलुलु ए सिक्किमको त अब हिँड्दो भयो कि अब गाईको अलिक घर गएर घुम्ने होइन चिल्लक्स गरेर हिँड्दो भयो बाइक घर गइन्छ धोइन्छ होइन होइन राति धोइयो त्यति त्यहाँ रोडभरि पानी हुन्छ भित्रै राखेर धोइदियो राति मस्त लगाएर होइन हामी चाहिँ अलिक खोलासम्म राम्रो मिल्छ कि मिल्दैन यो कहाँ जाँदैछ यो टिप्पर हामी खोलातिर गइदिउँ होइन मिठो पारामा खोलातिर राइड हामीले गरेर टिप्परको बसेपछि वा खोलासम्म पुगिदिनु पर्यो गाइस बबालुवाला छ आजको राइड आज त कुदाइवाला राइड चाहिँ छैन गाइस सधैँ कुदाउनु मात्रै हुँदैन अब कुद्न पर्छ त बिस्तारै एनक्यु दाई आएपछि NS 400 किन्नु भयो एनक्यु दाईले है एनक्यु दाई आएपछि चाहिँ एनक्यु दाई आएपछि चाहिँ मस्त टिप्पर मुनि घुर्दिने क्या टिप्पर खराब हुन्छ क्या बाटो त साला त यहाँ खराब होला रहेछ नि बाटो पनि यहाँ टिप्परलाई चाहिँ केही होइन हाम्रो चाहिँ दिमाग खराबै हुन्छ सर वाल देखेको हाम्रा म यहाँ तल आइदिएँ होइन केयर नआएँ म खासमा म केयर आएको हो त कतिको गहिरो छ गाइस वा चेक गर गाइस चेक गर ओहो गहिरो छ क्या हो मुला ओहो त्यस्तो जान्छ हाम्रो बाइक नै रुक्छ हो तर म यो गहिरो रहेछ रोनी मत्तिको बाँध्दै है दामी गहिरो रहेछ है
किपर त भन्नेको अझै माछा हातै दुख्दो रहेछ दामी गहिरो रहेछ नि गाइस ओहो यस्तो भ्यू होइन क्या दामी भ्यू देख्यो क्या मेरो पोच किन आयो भन्ने होला तर किपरले यसो सोच्ने हो भने जाम न हामी म्यासल पछि नै मिल्ने बराबर ओके आयो यसो माथिको भ्यू हेर्न आएको हामी तर कहाँ हो किपरले माल चाहिँ कहाँ अडिक कहाँ भन्ने कुरो होइन यहाँबाट उठाएको माल भ्यू भाइ यतै आउनु रहेछ क्या हो यो चला वा खोरो गाडी हिँड्यो वाह दामी वाह गाडी हिँडेर हामी वाह चेक गरौँ गाइस यो चेक गरौँ तर यहाँबाट पुलमा जाने बाटो छ कि छैन खोलामा जाने बाटो तर त्यहाँ चाहिँ लम्बै रहेछ ल यो डोजरले चाहिँ यहाँबाट माल बसाइरहेको रहेछ होइन हामी चाहिँ जाम यहाँबाट बाइक पनि हिलै भयो यहाँ आएर खोलामा ल्याम्स गइदियो अनि खोलामा ल्याम्मै गयो सानो छोटो मिठो राइड के कस्तो आयो गाई त भिडियो साउन्ड होइन मिठो आउला एकछिन अब यहाँ चाहिँ उब्रिमा हामी चाहिँ होइन ओएमा पच्का फेरि पच्का भइदिएर ओहो दाइहरू माछा खोला यहाँ चाहिँ बालुवाहरूको स्टक रहेछ बालुवाहरूको दामी हामी चाहिँ अब दामी पारामा हाम्रो के काम भएर गएको छैन खोलामा चाहिँ खुट्टा चाहिँ धुन पर्ने जस्तो अवस्था थियो तर यहाँबाट बाइक चाहिँ जाँदैन होला यहाँबाट बाइक चाहिँ जाँदैन होला है डुब्छ होला है यस्तो डुब्दिरहेको गाइस यार खोलामा नमजाले डुबियो हामी चाहिँ अब ट्याक्क लाएर यहाँ चाहिँ अब एकछिन बसेर एउटा फर्काउन सकिन्न गाइस ल अब यसलाई अब फर्काउनु नसकिने रहेछ ल स्लाइडै हानेर फर्काउनु पर्ने भयो रोकम एकछिन लगाइछ अब चाहिँ हामी यहाँबाट निस्किन लागेको हामी लगाइछ म चाहिँ अब निस्किन लगाएको अब जानुपर्छ फेरि अफ रोडिङ छ मस्त अफ रोडिङ हान्दै हल्का होइन त्यो खोला चाहिँ लास्टै गहिरो रहेछ माछा ट्रकले चाहिँ यहाँबाट लोड गरेर रहेछ त्यहाँको लागि माल होइन खोला चाहिँ कस्तो गहिरो रहेछ कि खोला अरे ह्याक्टीको पानी आएको पनि यस्तो गहिरो रहेछ पकाएर फेरि त्यहीँ छोपिन्छ मेरो फेरि माछालाई कस्तो तना दिइरहेको पकाएर यहाँ चाहिँ कस्तो गहिरो हो कि पानी तना लाउने ल्याम्मै दुख्दिन खोजिदिँदो रहेछ बाइकै मत्तीका बान्द साइको कति गयो यहाँ हेर बाइक आधा बाइक डुब्दिने बाइक पनि भिज्यो गाइस यार उनीहरूको हामी आएको यो बाटो हो क्या अब बाइक चाहिँ भिजिरहेको बिस्तारै जान पर्छ अब चाहिँ यता पनि फेरि बाटो चाहिँ हिलै छ क्या अफ रोडिङै छ क्या त्यहाँ फेरि हिलोमा ल्याम्मा लडियो भने अर्को तनाव हुन्छ टायर चिप्लिहाल्छ नि
हेर्नुहोस् त ल सोकेको अरे ओहो गाइस ओ वाउ गाइस वाउ नाइस भ्यू तल चिप्लियो भने चाहिँ गइयो गाइस यार यस्तो चिप्लो बाटो चिप्लियो भने त गइहाल्दिनँ नि एकचोटि तान्छ त बाइकले चाहिँ हाम्रै गाउँको गाडी अब यहाँ को कता जाने हो त होइन मै झर परेर तल लाग्छ उताबाट रहेछ भनेको यसो फर्काउने रहेछ केही फर्काउनु पऱ्यो भने होइन एकपट्टि चिप्लिन्छ त्यहाँ धराउन टिप्परले त्यहाँ लोड गरिरहेको रहेछ ए अनलोड गरिरहेको रहेछ कस्तो लोड गरिरहेको रहेछ भन्नु आएको मैले अब यहाँ चाहिँ कहाँबाट होला म गाइस हिलोमा ल्याम्स देखियो ल्याम्स त्यहाँ चाहिँ है हेर्नु कस्तो रिक्स के सर्ट पहिरो झर्ने पानी पऱ्यो भने झरिहाल्छ नि त मुल अब त्यो छाउछाउको घर गोठ सोट सबै झर्छ सेफली बिस्तारै हामी अब फेरि रमाइलो ए यो सानो छोटो मुठो तपाईँहरूको लागि भनेर एउटा भ्लग हामीले आएको म त मजेर हुन लागिसकेको थिएँ यार अरू भन्दाखेरि हाल्नै जस्तो गरेर आउने यार यो गाई यार मै उता च्याप्टेको हो हुन त होइन यार